अप्सन ए 3%। विश्वमा पाइने कुल वनस्पतिको चाहिँ 3% नेपालमा पाइन्छ, 3%। त्यस्तै गरी अर्को प्रश्नतर्फ लाग्यो। अर्को प्रश्न हाम्रो यस प्रकार रहेको छ, प्रकृतिको कुचीकर भन्नाले कुन जिल्लालाई चिनिन्छ? अप्सन एमा छ हवेल, हुचिल र अप्सन बीमा छ सारस, अप्सन सीमा छ चमेरो, अप्सन डीमा छ गिद्ध। यसको राइट आन्सर रहेको छ अप्सन डी गिद्ध। त्यस्तै गरी अर्को प्रश्नतर्फ लाग्यो। अर्को प्रश्न रहेको छ, नेपाल कृषि अनुसन्धान परिषद नार्क को राष्ट्रिय कृषि अनुवांशिक केन्द्र जीन बैंकको कहिले स्थापना भएको हो? अप्सन एमा छ विक्रम सम्वत 2067 असोज 21 गते, अप्सन बीमा छ विक्रम सम्वत 2073 असार 3 गते, अप्सन सीमा छ विक्रम सम्वत 2075 मङ्सिर 24 गते। त्यस्तै गरी अप्सन डीमा छ विक्रम सम्वत 2077 चैत्र 5 गते। यसको चाहिँ राइट आन्सर रहेको छ अप्सन ए विक्रम सम्वत 2067 असोज 21 गते हो उसको राइट आन्सर। राइट आन्सर ए रहेको छ। त्यस्तै गरी अर्को प्रश्नतर्फ लाग्यो। अर्को प्रश्न हाम्रो यस प्रकार रहेको छ, यसमा चाहिँ गलत जोडा छुट्याउने हो। अप्सन एमा दिएको छ निकुञ्जहरू 12वटा, अप्सन बीमा छ आरक्षहरू 4वटा, अप्सन सीमा छ संरक्षण क्षेत्रहरू 6वटा र अप्सन डीमा छ मध्यवर्ती क्षेत्र 13वटा। यसको चाहिँ राइट आन्सर रहेको छ अप्सन बी आरक्षहरू चाहिँ 4वटा रहेका छन्। अप्सन बी यसको चाहिँ सही जवाब हो। त्यसै गरी अर्को प्रश्नतर्फ लाग्यो। अर्को प्रश्न हाम्रो रहेको छ, नेपालको सबैभन्दा ठुलो घाँसे मैदान कुन हो? अप्सन एमा छ चुम्प्ले घाँसे मैदान, अप्सन बीमा छ शुक्लाफाटा घाँसे मैदान, अप्सन सीमा छ खप्तड घाँसे मैदान, अप्सन डीमा छ जुफाल घाँसे मैदान। यसको राइट आन्सर रहेको छ अप्सन बी शुक्लाफाटा घाँसे मैदान। सो राइट आन्सर यसको कति छ के हो त अप्सन बी हो शुक्लाफाटा घाँसे मैदान। त्यस्तै गरी अर्को प्रश्न हाम्रो रहेको छ, नेपालमा कति प्रजातिका स्तनधारी जनावरहरू संरक्षित गरिएका छन्? अप्सन एमा छ 26वटा, अप्सन बीमा छ 27वटा, अप्सन सीमा छ 28वटा, अप्सन डीमा छ 29वटा। यसको राइट आन्सर रहेको छ अप्सन ए 26वटा। त्यस्तै गरी अर्को प्रश्नतर्फ लाग्यो। अर्को प्रश्न हाम्रो यस प्रकार रहेको छ, ग्रिन पिसको स्थापना कहिले भएको हो? अप्सन एमा छ सन् 1971, अप्सन बीमा छ सन् 19